के गरे काकाले भागो तिम्रो बाउ के भयो अहिले राम्ररी बनाइदिएको होइन मैले के भयो कसलाई बिट्ने तिम्रो बाबालाई अब किताब गर्छु पर्खामा अब तिम्रो बाउलाई म बेचिदिन्छु पर्खा के गरे के भन्यो काकाले तिम्रो काकाले आप्पालाई पिर्छ अरे आप्पालाई पिर्छु म तिम्रो बाबालाई अघि बाँधेर छु बाँधेर पिर्दैन हौ बित्थाम भनेको हौ कहाँ पिट्नु सक्छ बाबु पापाको चुप लगा भयो आसु त भयो के पनि गर्दैन पापालाई चुप लगा गयो काका बाहिर के भयो भन त मम्मा भन मम्मालाई भन